हेलो नमस्ते लासु फ्यापुला आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने पुनः विश्वास साथ फेरि पनि म तपाईँको समक्ष एउटा सानो मिठो मिनी ब्लग लिएर आइसकेको छु। सबैजनालाई मन पराइन्छ र माया कति हुन्छ भन्ने पुनः विश्वासको साथ म यो ब्लगलाई अगाडि बढाउन चाहेँ। र अहिले हाम्रो झापामा अत्याधिक गर्मी भएको कारणले गर्दा आज शनिबार पनि रहेको हुनाले गर्दाखेरि हामी चाहिँ बाहिर निक्ल्यौँ। तर बाहिर कहाँ निक्ल्यौँ भन्दाखेरि चाहिँ हाम्रै शोभा सिस्टरको दिदीको घर त्यहाँ जाँदैछौँ। र खास कुरा चाहिँ के भन्दाखेरि हाम्रो शोभा सिस्टरको दिदीको घरमा चाहिँ माछा पालनदेखि माछा खाडिरहेको छ र माछा खाडीबाट चाहिँ हामीले माछा निकालेर चाहिँ माछाको राम्रो व्यवस्था गर्नुपर्ने भएको कारणले गर्दै तपाईँले बुझिसक्नुभयो होला। हामी त एकदम माछा पकड्न या माछा निकाल्न या माछाको हन्टिङ गर्न गइरहेको छौँ। र हाम्रो अगाडि शोभा सिस्टर हुनुहुन्छ र हाम्रो पछाडि तपाईँ देख्न सक्नुहुन्छ हाम्रो चेक्ला सर अनि आर्यन सर हुनुहुन्छ। हामी अगाडि निरन्तर अगाडि बढिरहेको छौँ। तपाईँहरूलाई आज ब्लगमा सकेसम्म सबै देखाउने हामी कोसिस गर्नेछौँ। हामीले जतिसम्म हामीले क्यामेरामा कैद गर्न सक्छौँ त्यो हजुरलाई सबै देखाउने हाम्रो बाचा रहेको छ। र अगाडि निरन्तर हामी बढिरहेको छौँ। लगभग हामीले सूचना पाएँ चाहिँ दिदीको घरको नजिकै आइपुगेको छौँ भन्ने खालको सूचना पाएको छौँ गाइस। बाँकी त्यो अब दिदीको घरमै गएर भेटौँला है त। ल हेर्दै गर्नु होला। हामी त्यो टक्कै भन्नुपर्दा अहिले शोभा सिस्टरको दिदीको घरमा आइसकेको छौँ। शोभा सिस्टर दिदीको घर रहेको छ र यहाँ पर देखिराख्नुपर्छ माछा खाडी। हामी केही समयपछि यही माछा खाडीमा माछा निकाल्दैछौँ। हेर्दै गर्नु होला। माया बढेरै नसक्छौ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि। सो गाइस यो चाहिँ हाम्रो दिदीहरूको माछा खाइरहेको छ। हामीले चाहिँ माछा यहाँबाट निकाल्नु पर्ने हुन्छ र माछा यहाँबाट कसरी निकाल्ने भनेर चाहिँ हाम्रो एकदम गहिरो अनुसन्धान भएर छ। हाम्रो मनिष सर अनि आर्यन सर पनि एकदम ध्यान दिनुहुन्छ हामीले आफ्नो माछा चाहिँ कसरी निकाल्ने र कहाँबाट निकाल्ने भने हाम्रो पूर्ण अवलोकन भइरहेको छ। अवलोकन जारी नै रहेको छ। सो हेर्दै गर्नु होला। तपाईँहरूको हुन्छ हामी के कस्तो सबै अपडेट दिँदैछौँ। सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ हामी त यहाँ माछा खाडीको अगाडि आइसकेको छु। हाम्रो त यहाँबाट माछा कसरी निकाल्ने भनेर चाहिँ हामी तपाईँहरूलाई केही समस्या देखाउनेछौँ। तपाईँहरू हाम्रो भिडियोमा एकदम हेर्दै गर्नु होला है। त्यही भएर गाइस जो चाहिँ हामीले अघि नै माछा निकालिसकेको छौँ है। अघि हामी चाहिँ त्यो भिडियो गर्न निस्केको छौँ। त्यही गरी हाम्रो त यहाँ शोभा सिस्टर हुनुहुन्छ। यहाँ चाहिँ एकदम यसलाई के भन्छ पापड गर्नुहुन्छ। अब यहाँ हाम्रो भाइरल दिदी घर आइसकेको छ। भाइरल दिदी किन हाम्रो मिनी ब्लगमा आउनु खोजिराख्नु भएको छैन। हाम्रो भिडियो एकदम फुल्छ भनेर हो कि हामीले दिदीको घरमा हामी आइसकेको चट्टसँगले। यस्तै गरी हाम्रो यहाँ होइन यहाँ मनिष सर होइन नि।
गरे हाम्रो चटपटी चाहिँ रेडी भइसकेको अवस्था चटपटी खाने होइन अब हाम्रो गाइजहरू कता भयो भनेर उहाँ रियाक्सन चिकन सर कस्तो भयो भन्नु न एकदम गुड छ यतिको त्यो गरौँ यस्तो यस्तो गर्नु यस्तो रियाक्सन यो चाहिँ मैले चाख्नु पर्ने हुन्छ एकदम अनि हामी चाहिँ अब माछासँग यसो चटपटी खाँदैछौँ कतै धाइजतिर आएर पुरै आउनु छ हाम्रो कन्ट्रोल आउनु Well,